आज चाहिँ हामी कहाँ जाँदैछौँ के गर्दैछौँ म तपाईँलाई देखाउँछु लेट्स सी। अलराइट गाइज वेलकम टु माई मिनी ब्लग। सबैजना आरामै हुनुहुन्छ होला, म पनि यहाँ आरामै छु। आज चाहिँ म रेडी भएर कहाँ जाँदैछु चाहिँ अब रेडी भइसकेको छु र म चाहिँ जानको लागि रेडी भइसक्यो, उनीहरू पनि रेडी भइसक्यो र म सबैभन्दा अगाडि रेडी भएर घरमा भएको फोहोरहरू चाहिँ डस्टबिनमा लगेर हालिदिएर अनि आज चाहिँ मैले मेरो भाइलाई पनि ब्लगमा सामेल गरेको छु र उसलाई पनि हाई गर्न लगाएको छु र त्यसपछि उसलाई पनि हाई गर्न लगाएको छु र मैले पनि सबैजनालाई हाई गर्दै हामी चाहिँ लाग्यौँ ट्रेन स्टेसनतिर। अनि ट्रेन स्टेसन पुगेर चाहिँ ट्रेन आउन टाइम लागेर हामी चाहिँ कफी सफी लिएर ट्रेनमा चढेर हामी चाहिँ नेक्स्ट स्टेसनमा पुगिसकेको छौँ र हामीसँग चाहिँ मैले ट्रेन स्टेसन चलेको ट्रेनको भिडियो बनाउनु पाइनँ। त्यसपछि म चाहिँ हामी फिक्स स्टेसनमा जानको लागि चाहिँ हामी उबर गरेर गएको थियौँ र त्यसपछि हामी चाहिँ हाम्रो स्टेसनमा आइसकेको छौँ र के गर्न आएको तपाईँलाई देखाउँ। हामीले चाहिँ 1 महिनादेखि नै यो गाडी हेरिरहेको थियौँ र एकदम राम्रो लागिरहेको थियो र त्यसपछि भाइले चाहिँ मेरो लागि भनेर एउटा गाडीले किन्नको लागि हामी चाहिँ गएर सबै रेडी गरेर 1 महिनादेखि हेरेको गाडी चाहिँ एकदम राम्रो लाग्यो। त्यसपछि चाहिँ हामी चाहिँ गाडी लगेर हामी चाहिँ लाग्यो। त्यसपछि चाहिँ हामी लाग्यौँ कहाँ भने सपिङ गर्नको लागि, घरको लागि अलिअलि सामानहरू लिनुपर्ने थियो र उसले नि सामानहरू लिँदै थियो, म पनि सामानहरू लिएपछि चाहिँ लास्ट टेस्टी भोक लागेको थियो। नेपालबाट सुरुमा आउँदाखेरि चाहिँ एकदम भोक लागेको भएर भाइले नेपाली रेस्टुरेन्टमा लगेर खाना खुवाउँदा यस्तो मिठो लागेको थियो त्यहाँको खाना। अनि फर्सी तेस्रो पटक हामी फेरि आउँछु भनेको थिएँ, आज चाहिँ मिलेर हामी त्यहीँ खाना खानको लागि गएको थियौँ। नेपालबाट आएर खाएको जस्तै स्वाद यस्तो मिठो खाएर हामी चाहिँ खाना आजको लागि यति नै। सबैजनाले माया गरिदिनु होला, सबैजनालाई माया छ। आजको लागि यति नै। अब फेरि नेक्स्ट भिडियो आउँदैछ, अहिलेको लागि बाई बाई।